ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई उनी हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो अभिवादन। जय यीशु। म सिलास सधैँ जस्तै आज पनि तपाईहरू माझ छोटो परमेश्वरको जीवित वचनको भिडियो लिकन उपस्थित भएको छु। अनि अब ढिला नगरी म तपाईहरूलाई अगाडि बढाउन चाहे र आजको वचनको मुख्य खण्ड छ, परमेश्वरले दिनुहुन्छ तर हाम्रो निम्ति असल कुरा मात्र दिनुहुन्छ। उहाँले पहिलाबाट नै थाहा हुन्छ उहाँलाई कुन कुरो असल छ, कुन कुरो खराब छ, अनि तपाईँ र मेरो निम्ति चाहिँ उहाँले असलै मात्र दिनुहुन्छ। तर प्रियहरू, कहिलेकाहीँ हामीले परमेश्वरलाई ढिप्पी गरेर मागिरहेको हुन्छौँ, ढिप्पी गरेर मागिरहेको हुन्छौँ, मलाई यो कुरा चाहियो 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 प्रभु, चाहियो प्रभु भन्दै। यो विषयमा म एउटा उदाहरण तपाईहरुलाई राख्न चाहे। एउटा व्यक्तिको 3 जना छोरीहरू थिइन्। छोरीहरू यति साह्रो राम्री, उसको छोरी जस्तो अरू कसैको छोरी थिएन। तरै पनि ऊ सन्तुष्ट थिएन। प्रियहरू, उसलाई अब छोरै चाहियो। छोरीले मात्र हुँदैन, मलाई छोरा पनि चाहिन्छ प्रभु भनेर प्रार्थना गरेको, तर प्रभुले उसलाई छोरा दिने इच्छा थिएन। किनकि छोरा दिँदाखेरि उसको निम्ति राम्रो हुने थिएन, उसलाई घातक चोट लाग्थ्यो। उसको लागि छोरा राम्रो थिएन, तर उसलाई छोरै चाहियो। प्रार्थना गरेकै मान्छे सिट्ठा भइसक्यो, अब मर्नु आँटिसक्यो, तर प्रार्थना गरेकै मलाई छोरै चाहियो, मलाई छोरै चाहियो। अन्तमा प्रभु पनि हार खाइकन उसलाई छोरा दिए। छोरा जन्मियो, खुसियाली आयो, पार्टी गर्यो, मौज मजा गर्यो, गाउँको मान्छेहरू बोलायो, धुमधाम पार्टी गर्यो। अब छोरा हुर्किँदै गयो, बढ्दै गयो। अब छोरा गलत सङ्गतमा परे। अब गलत सङ्गतमा परेपछि छोरा बिग्रियो। आमा बाबुले भनेको मान्नु छोड्यो, आमा बाबुलाई टेर्नु छोड्यो। अनि यही पिरले बाबु रोग्याउनु थाल्यो। रोग्याउँदा विभिन्न किसिमको रोगहरू बाबुको शरीरमा आउन थाल्यो छोराको पिरले। अनि यसो गर्दा बाबु छोराको पिरले नै मर्यो। प्रियहरू, कहिलेकाहीँ हामी आफ्नै इच्छालाई पहिलो स्थानमा राख्छौँ। आफ्नै इच्छालाई पहिलो स्थानमा राख्दाखेरि हामी आफै नोक्सानमा पर्छौँ। यसकारण आजको भिडियो मार्फत म हरेक नानी बाबुहरूलाई, छोराछोरीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, तपाईँहरूको जीवनमा तपाईँले जुन डिसाइड गर्नुहुन्छ नि, त्यो कुरा चाहिँ प्रभुलाई डिसाइड गर्नु दिनुहोस्। प्रभुलाई पहिलो स्थानमा राख्नुहोस्। परमेश्वर भन्दा त्यो व्यक्ति तपाईँको निम्ति ठुलो कहिले पनि हुँदैन। परमेश्वरको इच्छा छन् भने कस्ता मानिसहरू तपाईँको निम्ति परमेश्वरले जुटाउनुहुन्छ। किनकि तपाईँ र मेरो परमेश्वर चाहिँ जुटाउनु हुने परमेश्वर। एउटा भजनले यसरी भन्छ नि, परम प्रभुले जुटाउनु हुन्छ, गरियोमा तेल भाँडामा पिठो, भोकोलाई भोजन नाङ्गोलाई वस्त्र, विधुवालाई सहारा अनाथलाई अङ्गालो। प्रेज द लर्ड। परमेश्वरले तपाईँको निम्ति कहिले पनि गलत गर्नुहुन्न। बाबु नानीहरू, परमेश्वरले तपाईँको निम्ति कहिले पनि नराम्रो गर्नुहुन्न। यो होइन कि मैले मागेको कुरो प्रभुले दिनु भएन, प्रभु तपाईँले ठिक गर्नु भएन भन्ने कुरा हामीले कहिले पनि प्रभुलाई सोच्नुहुन्न। प्रभुले त्योभन्दा बेहतर, त्योभन्दा राम्रो, त्योभन्दा असल, त्योभन्दा कता 100 गुणा ज्यादा राम्रो
तपाईँको निम्ति जुटाउनु हुनेछ। आउनुहोस्, आजको वचन तपाईँहरूलाई मलाई लाग्छ तपाईँलाई असल लागेको छ। यदि तपाईँ आशिषित आजको वचनबाट हुनुभयो भने यो वचन अरूहरूलाई पनि सेयर गरिदिनु होला। प्रेज द लर्ड।